हेलो हेलो नमस्ते सबैजनालाई। म आज तपाईँलाई ठिनी गाउँको नमु लेकतिर लैजाँदैछौँ। यो चाहिँ एजेलिया भन्ने गुराँस प्रजातिको फुल रहेछ। यहाँ चाहिँ अहिले यो सिजनमा धेरै थरीका रङ्गी फुलहरू फुलेका छन्। पहेँलो, हरियो, रातो, त्यसै गरेर गुलाफी अनि प्याजी कलरको सबै प्रजातिको र सेतो यो बुकी फुलहरू पनि फुलिरहेका छन्। पहेँलो फुलहरू पनि फुलिरहेका छन्। तपाईँहरू यो सिजनमा चाहिँ नमुलेकमा घुम्न जानुहोला। यसमा जानको लागि चाहिँ तपाईँहरू ठिनीमा होमस्टेमा बास बसेर जान सक्नुहुनेछ। ठिनीबाट चाहिँ 1 घन्टा गाडीको बाटो गइसकेपछि आधी घन्टामा चाहिँ नमुलेक पुगिन्छ र यो फुलको यो बगैँचा भएको ठाउँ चाहिँ नमुलेकबाट पारिपट्टि आधी घन्टा पौने घन्टा पुगेपछि चाहिँ यस्तो मनोरम यो फुलहरूको चाहिँ फुलिरहेको छ। तपाईँहरू सबैजना चाहिँ यो सिजनमा जसरी नै घुम्न जानुहोला, किनभने यस्तो फुलहरू चाहिँ हामीले आफूले रोप्छु भनेर पनि पाउँदैन, किनकि लेकमा हुने फुलहरू चाहिँ प्रायः घरमा हुन पनि सक्दैन मौसम नमिलेको भएको हुनाले। यहाँ यति रमाइलो छ कि यहाँ चाहिँ बुकी फाटहरू पनि छन्। त्यही भएर तपाईँहरू सबैजना चाहिँ घुम्न जानुहोला। यो घुम्न जानको लागि चाहिँ धेरै गाह्रो पनि छैन। तपाईँहरू सबैजना चाहिँ यो सिजनमा कृपया एकचोटि जानुहोला। र यही बाटो हुँदै चाहिँ तिलिचो ताल पनि जाने बाटो हो। अझ तिलिचो ताल जानेको मेसोकन्तुको त्यो जुन फाटमा झन् ठुलो एउटा पाटन छन्। त्यसमा झन् धेरै रङ्गी फुलहरू फुलेका छन्। त्यहाँ पनि तपाईँहरू जान सक्नुहुनेछ। सके तिलिचो ताल जानुहोला, नसके यो फुलहरू चाहिँ हेरेर चाहिँ आउनुहोला। यो सिजन चाहिँ मिस नगर्नुहोला। एकदम रमाइलो छ अहिले यो लेकमा। हामी पनि गएर आयौँ, तपाईँहरू पनि गएर आउनुहोला। धन्यवाद।